रविजीलाई सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधमा जो मुद्दा थियो उनी पूर्वपक्षमा थिए। अदालतको सेटिङबाट बिगो बराबरको धरौटी राखेर छोड्ने काम भयो। त्यो नेपालको कानुनी इतिहासमा अहिलेसम्म काहीँ पनि भएको छैन। त्यो नजिला मान्यो भने भ्रष्टाचारलाई कारवाही गर्छु भनेर ठुलो कुरा गर्ने अहिलेको सरकारले सबै भ्रष्टाचारीहरूलाई बिगो बराबरको धरौटी राखेर छोड्नुपर्ने स्थिति हुन्छ र अदालतले अथवा सरकारी वकिलले दाबी गरेको अथवा अदालतले तोकेको बिगो धरौटी कायम गरेर भ्रष्टाचारी जति जेल बाहिर आउने एउटा परिस्थिति सिर्जना भएको छ रवि लामिछानेको कारणले र वर्तमान न्यायालयको सेटिङ र सरकारको कारणले। त्यसमाथि पनि अर्को डरलाग्दो कुरा त के भयो भने हिजो मात्रै रविजीले एउटा निवेदन दिनुभयो महान्यायाधिवक्ता कार्यालयमा। महान्यायाधिवक्ताज्यूले हिजै तत्तै त्यसलाई तोक लाएर पठाउनु भयो र सहकारी ठगी मुद्दा चाहिँ कायम छ, जनता झुक्काउनको लागि भन्नेको शब्द हो यो। सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा चाहिँ फिर्ता लिइयो।